आजको यो भागदौडले भरिएको जिन्दगीमा के साँच्चै शान्ति पाउन सम्भव छ? यो प्रश्न हाम्रो मात्रै होइन, हजारौं वर्ष पुरानो हो। आज हामी एउटा यस्तो प्राचीन ग्रन्थभित्र पस्दैछौं जसले शान्ति खोज्ने हाम्रो यो आधुनिक दुविधाको लागि एउटा एकदमै स्पष्ट बाटो देखाउँछ। आउनुहोस् यसको गहिराईमा डुबुल्की मारौं। कथाको सुरुवात हुन्छ युद्धको मैदानबाट, जहाँ महान योद्धा अर्जुन एउटा गहिरो सङ्कटमा छन्। तर उनको प्रश्न हतियारबारे थिएन, थियो त जीवनको उद्देश्यबारे। र यो त्यही प्रश्न हो जुन सायद हामी सबैले कुनै न कुनै मोडमा आफैलाई सोध्ने गर्छौं। अर्जुनले कृष्णलाई सोध्छन् कि म सबै थोक छोडिदेऊ, काम, परिवार, जिम्मेवारीहरू सबै, कि यही दौडधुपको बीचमा पनि शान्ति मिल्छ? आजको भाषामा भन्दा यो वर्क लाइफ ब्यालेन्सको त्यही पुरानो तर गहिरो दुविधा हो। अब यो प्रश्नको जवाफमा गीताले दुईवटा बाटो देखाउँछ। दुवै बाटोको लक्ष्य एउटै हो, भित्री स्वतन्त्रता। तर ती बाटोहरू एकदमै फरक छन्। आउनुहोस् हेरौं के हुन् के दुई मार्गहरू। यहाँ दुईवटा फरक दर्शन छन्। एकातिर छ सन्यासको बाटो, मतलब शान्ति खोज्नलाई संसारको झमेलाबाटै टाढा बस्ने। अनि अर्कोतिर छ कर्मयोग, जसले भन्छ भाग्नु किन, यही संसारमा रहेर यही काम गरेर पनि शान्ति पाउन सकिन्छ। अर्जुनको असली द्वन्द यही त हो, छोड्ने कि गर्ने। अब अर्जुनको यही कन्फ्युजनलाई हटाउन कृष्णले एउटा एकदमै क्लियर, एकदमै प्र्याक्टिकल जवाफ दिनुहुन्छ। उहाँले दुवै बाटोलाई तौलिएर भन्नुहुन्छ, यो चाहिँ उत्तम हो। आखिर त्यो जवाफ के होला त? र कृष्णको जवाफ छ, दुवै बाटोले राम्रै गर्छन्, तर कर्म छोड्नुभन्दा निस्वार्थ भावले कर्म गर्नु नै उत्तम हो। यो हो यो अध्यायको मुटु। कृष्णले एकदमै स्पष्ट भन्नुभयो, भाग्नुभन्दा संसारमा रहेर सही ढङ्गले काम गर्नु नै महान हो। यो कुराले अलिकति अचम्ब लाग्न सक्छ, किनभने हामी कहाँ त त्यागलाई ठूलो मानिन्छ, होइन र? तर गीताले एक्टिभ लाइफलाई जोड दिन्छ। तर एकछिन प्रश्न उठ्छ नि, होइन? यदि दुवै बाटोले एउटै ठाउँमा पुर्याउँछ भने कर्मयोग नै किन राम्रो त? यसको पछाडि एउटा गहिरो मनोवैज्ञानिक कारण लुकिएको छ। किनभने कृष्णको तर्क अनुसार साँचो त्याग त्यति बेला मात्र सम्भव हुन्छ जब मन शुद्ध हुन्छ। र मन शुद्ध गर्ने तरिका हो निस्वार्थ कर्म। बिना तयारी कर्म छोड्नु त त्यो त्याग होइन, त्यो त केवल अल्छीपना हुन जान्छ। ल, सिद्धान्त त बुझ्यो, तर यसलाई व्यवहारमा कसरी उतार्ने त? कसरी जिउने त यसरी? यसका लागि गीताले एउटा यस्तो सुन्दर उदाहरण दिएको छ जुन कहिले बिर्सिदैन। यो हो त्यो उदाहरण, कमलको पात जस्तै, जो पानीमै रहेर पनि पानीले भिज्दैन। सोच्नुहोस् त, पात पानीमै छ तर पानीले त्यसलाई छुँदैन। ठीक त्यसरी नै कर्मयोगी संसारमै हुन्छ, सबै काम गर्छ, तर त्यसको सुख दुःख, सफलता असफलताको असरबाट आफूलाई बचाएर राख्छ। काम गर्छ तर इमोसनली डिट्याच्ड भएर। त्यसो भए यस्तो मान्छेको सोचाइ कस्तो हुन्छ त? उनीहरू काम गर्छन् तर फल के होला भनेर चिन्ता गर्दैनन्। सफलताले उनीहरूलाई उडाउँदैन, असफलताले उनीहरूलाई डुबाउँदैन। मन एकदमै शान्त, एकदमै स्थिर हुन्छ। किनभने उनीहरूको लागि काम व्यक्तिगत स्वार्थभन्दा धेरै माथिको कुरा। यही कारणले गीताले सन्यासीको अर्थ नै बदलिदिएको छ। साँचो सन्यासी घर परिवार छोडेर जङ्गल जाने व्यक्ति होइन। साँचो सन्यासी त त्यो हो जो यही समाजमा बसेर आफ्नो मनलाई इच्छा र घृणाको खेलबाट माथि उठाउँछ। यो बाहिरी पहिरण होइन, यो त मनको अवस्था हो, जो कोहीले जहाँ पनि हासिल गर्न सक्छ। ल, यति सबै गरिसकेपछि अन्तिममा के मिल्छ त? के हो पुरस्कार? जब कोही यसरी अनासक्त भएर उद्देश्यपूर्ण काम गर्दै जीवन बिताउँछ, उसले आखिरमा के पाउँछ? यो एकैचोटि हुने कुरा होइन, यो एउटा प्रक्रिया हो। हेर्नुहोस् है, पहिलो हामी कामको परिणामको चिन्ता गर्न छोड्छौं। त्यसले हाम्रो मनलाई सफा गर्दै लान्छ। अनि हामीलाई महसुस हुन थाल्छ कि वास्तवमा खुसी त बाहिरी कुरामा होइन रहेछ, त्यो त भित्रैबाट आउने रहेछ। र जब यो कुरा बुझिन्छ तब मिल्छ एउटा यस्तो शान्ति जुन कहिल्यै हल्लिँदैन। गीताले यो अन्तिम अवस्थालाई एउटा नाम दिएको छ, ब्रह्मनिर्वाण। यो शब्द सुन्दा कुनै मृत्युपछिको कुरा जस्तो लाग्न सक्छ, तर होइन। यो त यही जीवनमा जिउँदो छँदै अनुभव गर्न सकिने परम स्वतन्त्रता र आनन्दको अवस्था हो। यही हो कर्मयोगको अल्टिमेट गोल। यो अवस्था कस्तो हुन्छ? यो श्लोकले प्रश्न पार्छ। जो इच्छा र क्रोधबाट मुक्त छ,
जसले आफ्नो मनलाई वशमा राखेको छ उसले त्यो परम शान्ति बाहिर होइन आफ्नो चारैतिर पाउँछ। मतलब शान्ति खोज्ने कुरा होइन, शान्ति त अनुभव गर्ने कुरा हो जब मन सही ठाउँमा हुन्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु, यो हजारौं वर्ष पुरानो ज्ञानलाई आजको जीवनमा कसरी लागू गर्ने? आफ्नो काममा, आफ्नो सम्बन्धमा, आफ्नो दैनिक जिम्मेवारीमा कहाँ र कसरी त्यो कमलको पात बन्न सकिन्छ? संलग्न पनि हुने तर अछुतो पनि रहने, यो विषयमा सोच्न सकिन्छ।